साथीहरु यो चाहिँ हाम्रो स्ट्रक्चरको सी प्रोग्राम के हेरेर साथ दिनु होला है। यसो गर्दाखेरि भने सजिलो छ साथीहरु हैन। र ध्यान दिएर हेर्दिनु होला। अनि लाइक कमेन्ट शेयर चाहिँ गर्दिनु होला हैन। सब्स्क्राइब। यसलाई गर्दाखेरि के गर्ने भने फर्स्ट हैशट्याग include यो गरिसक्यो साथीहरु हामीले तल include conio.ls तिनीहरु पनि गर्न सक्छौं तर हामीले यो नगर्दा पनि हुन्छ के साथीहरु यो लेखेन त्यसपछि हामीले सिधै के लेख्ने भने स्टक हाम्रो सी प्रोग्रामिङ स्ट्रक्चर हो नि त त्यही भएर हामीले स्टक लेखे। अब स्टक अब इम्प्लोइ हुन सक्छ साथीहरु त अब स्टुडेन्ट को हुन डाटा हुन सक्छ हैन। अब हामीले के स्टुडेन्ट गर्छौं हैन। स्टुडेन्ट गर्दाखेरि हाम्रो साथीहरु हाम्रो यो सेमी ब्रैकेट चाहिँ स्टार्ट हुन्छ साथी यसलाई चाहिँ ध्यान दिनु होला है। कहाँ क्लोज हुन्छ कहाँ स्टार्ट हुन्छ यो चाहिँ ध्यान दिनु होला साथीहरु। यो गर्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि फर्स्टमा इन्टिजरको काम के इन्टिजरले हामीलाई रोल लाइन्छ के यहाँनिर के हुन्छ भन्दाखेरि इन्टिजर क्यार र फ्लोट हुन्छ है साथीहरु। अब हामीले क्यार हुने अब उनीहरुको नेमलाई रिप्रेजेन्ट गर्ने भने फ्लोट हुने उनीहरुको एज उनीहरुको विभिन्न डाटाहरु हुन्छ नि त यसकोमा रोल जस्तै हैन उनीहरुको नाम भइहाल्यो उनीहरुको एज त्यसरी अब फाइलहरुमा राखिन्छ नि त त्यही आधारमा गरिने के साथीहरु। अनि क्यार हुने के नेम के रे 20 कति 20 जना नाम भन्न खोजिन्छ साथीहरु। अब फ्लोट हुने के भन्दाखेरि उनीहरुको एज तर साथीहरु यति ओ गर्नु के अब यो चाहिँ नछोड्नु साथीहरु। अब हामीले जुन यो स्टार्ट भएको ब्रैकेट अब यो चाहिँ यहाँ गएर के हुन्छ क्लोज हुन्छ हैन। क्लोज भयो फेरि हाम्रो अब इन्टिजर आयो मेन आउँछ नि साथी। अब यहाँ के हुन्छ भन्दाखेरि फेरि हाम्रो सेमी ब्रैकेट स्टार्ट हुन्छ। अब हामीले इन्टिजरलाई केले रिप्रेजेन्ट गर्छौं आई ले हैन। त्यसपछि हाम्रो के हुन्छ भन्दाखेरि स्टक हैन। अब हामीले केले रिप्रेजेन्ट गर्दैछौं स्टुडेन्ट हैन। स्टुडेन्ट नेम त हामीले यसो गरेर हाम्रो कति जना 5 जना हैन। अब हामीले यस्तो गर्न चाहिँ नछोड्नु होला साथीहरु है। त्यसपछि हामीले यो गर्यो हैन। अब हामीले के चाहिन्छ भन्दाखेरि अब स्टुडेन्टको यसो अब फर लुपलाई चलाउनु त अब हामीले फर लुप अब हामीले यहाँ आई गर्नु हैन आई = 0 फेरि आई > 5 0 देखि 5 सम्म भन्न खोजेको साथीहरु त्यही भएर यस्तो गरे यहाँ आई प्लस हुन्छ। अब फेरि हाम्रो यहाँ अर्को ब्रैकेट स्टार्ट भयो कति ब्रैकेट एउटा दुईटा माथिको त हाम्रो क्लोज भयो हैन। अब हामीले यहाँ के गर्छ भन्दाखेरि प्रिन्ट एफ लाई चलाउँछु के साथीहरु। प्रिन्ट एफ यहाँ दुईटा इन्भर्ट कमा हुन्छ त्यसपछि हाम्रो एन्टर द यहाँ के गर्ने भने सोध्दै हुनुहुन्छ होला हैन। यहाँ के गर्नु पर्दैन कि साथीहरु जुन यहाँ डाटाहरु छ नि रोल नेम र एज त्यही राख्दिने के एन्टर द फर्स्ट के आउँछ रोल यस्तो गर्ने त्यसपछि हाम्रो नेम त्यसपछि एज हैन। अब हामीले यसलाई यस्तो गर्दिने
जुन हाम्रो दुईटा इन्भर्टेड कमाहरु स्टार राख्ने अब यहाँ हामीले क्लोज गरिदिन्छौं अनि हामीले यस्तो हुन्छ नि साथै त्यसै प्रिन्ट एफ अब हामीले के लिने स्क्यान एफ यो पनि हाम्रो यहाँ स्टार हुन्छ हैन यहाँ स्टार फर्स्टले के गर्ने भन्दाखेरि अब हामीले यो लिन्छ त्यो अब यसको चाहिँ हामीले पर्सेन्टमा गर्ने यिनीहरुलाई रिप्रेजेन्ट गर्ने पर्सेन्ट डी लेखेलाई रिप्रेजेन्ट छ रोललाई हाम्रो नेमलाई के ले गर्छ भन्दाखेरि पर्सेन्ट एसन यस्तो हाम्रो एजले हामीले के पर्सेन्ट गर्ने भन्दाखेरि पर्सेन्ट डी कुकुर चाहिँ भुगिया उताहरु चाहिँ ध्यान नदिनु होला हैन अब पर्सेन्ट डी ले गर्छ हैन अब हामीले यस्तो यस्तो गरिदिने साथीहरु एन्ड हुने हो नि त अब हामीले यस गरिदिने यो यस्तो गरिदिने साथीहरु यो के गर्नु पर्दैन के जुन हामीले पर्सेन्टमा लेखेको नि त्यसलाई हामीले यहाँ देखाइदिने रोल भएन अनि त्यसपछि नेम भएन साथी त्यसपछि यस्तो चाहिँ नछुटाउनु है साथीहरु नेम भयो अब हामीले के ले रिप्रेजेन्ट एज लेख्न त हामीले के लेख्नु छ एज जुन चाहिँ यो इन्भर्टेड कमाहरु यो चाहिँ हामीले यहाँ क्लोज गरिदिनु छ है हामीले यहाँ के गर्छ यति मात्र गर्छ आयो यति त भयो हैन अब हामीले यहाँ फेरि हामीले यहाँ के ल्याउँछ भन्दाखेरि प्रिन्ट एफ लाई उ गर्छ के प्रिन्ट एफ लाई चलाउँछ हैन यसमा हाम्रो न्यू लाइन आउँछ न्यू लाइन आउँदाखेरि हाम्रो के हुन्छ भन्दाखेरि यो साथीहरु चाहिँ यहाँ के गर्नु पर्दैन कि हामी थोरै आथा सक्नु पर्छ त्यो यहाँ नि के गर्नु पर्दैन के गर्ने भन्दाखेरि फर्स्टमा त रोल हाम्रो माथि भइछ हैन त्यो रोल लिदिने यहाँ फेरि थोरा टी मात्र हल्का यहाँ यस्तो गर्दा नि हुन्छ साथीहरु नगर्दा नि हुन्छ यो चाहिँ हाम्रो पर्पल फर्मेट हुने हो नि त त्यो चाहिँ हामीले यस्तो गर्यो हैन त्यसपछि हाम्रो फर्स्टमा रोल आइहाल्यो हैन त्यसपछि हाम्रो के हुन्छ नेम नेमले हामीले के यस्तो टी मात्र थप्दिने के साथीहरु धेरै के नगर्ने पर्परली फर्मेट हुने चाहिँ यस्तो देखाउँदा नि हुन्छ नदेखाउँदा नि हुन्छ साथीहरु त्यसपछि हाम्रो अर्को के रोललाई चाहिँ नेम आइसक्यो अब हाम्रो के आयो एज सकिहाल्यो साथी हैन अब यो नि जुन यो त ब्राकेट हैन ओ वा अब हामीले क्लोज गरिदियो फेरि हामीले के फर लुपलाई स्टार्ट गरेर साथीहरु पनि फर लुप साथीहरु क्वेशन चाहिँ हाम्रो यो है हाम्रो क्वेशन हो साथीहरु यसमा चाहिँ हामीले फर लुपलाई स्टार्ट गर्न यसमा के नगर्ने के सिधा हाम्रो के भन्दा यो माथि नि त्यसरी दिनु नि त फेरि हाम्रो अर्को ब्राकेट आयो साथीहरु यहाँ सुन्नु यहाँ स्टार्ट भएको ब्राकेट चाहिँ हाम्रो यतै क्लोज भयो हैन अब यहाँ स्टार्ट भएको चाहिँ यो स्टार्ट भयो यो स्टार्ट भयो दुईटा ब्राकेट हाम्रो बाँकी छ हैन अब हाम्रो फेरि के हुन्छ भन्दाखेरि प्रिन्ट एफ स्टार हुन्छ हैन अब यो के गर्ने भन्दाखेरि हैन फर्स्टमा हामीले चाहिँ न्यू लाइन लगिहाल्ने त्यसपछि के नभने साथीहरु यो छ नि यसले चाहिँ हामीले रिप्रेजेन्ट गरेको माथि जुन पर्सेन्टमा त्यही गर्दिने पर्सेन्ट डी तर हामीले थोरै यहाँ मात्र थप्दिने के टी मात्र यति अब फेरि हाम्रो के
पर्सेन्ट एसलाई के गर्ने हैन टीले गरिदिने त्यसपछि सक्यो। अब हामीले लास्टमा कसलाई भन्दाखेरि रोल भइसक्यो नेम भइसक्यो। अब एजले गर्नु पर्ने त एजले गर्दाखेरि के गर्ने भन्दाखेरि यो सिधै पर्सेन्ट डी राख्दिनु हैन। अब पर्सेन्ट डी राख्दाखेरि त यस्तो गर्ने हुन्छ नि यो र भन्न चिनाउनु त यसले। अब हामीले के गर्ने भन्दाखेरि यस गर्ने है फर्स्ट हामीले केलाई रिपिट गर्ने जुन माथि छ नि त्यो गर्ने छ त्यो रिएक्सन नि रोल हैन भयो। त्यसै आए यो यस्तो गर्न चाहिँ नसम्झनु होला साथीहरु। नेम राम्रो अब एजेन्ट यस्तो हैन जुन हाम्रो यो छ नि यो हाम्रो कहाँ क्लोज हुन्छ भन्नु त छिटै यता हुन्छ के यो यता अरुमा चाहिँ लास्टमा यसरी हुन्छ भन्दाखेरि जुन यो पर्सेन्टेजहरुमा हैन यसको चाहिँ यता लास्ट हुन्छ उता चाहिँ हुँदैन। अब हाम्रो यति भयो हैन। अब हाम्रो सकिहाल्यो। अब के गर्ने भन्दाखेरि एउटा कुन ब्र्याकेटलाई हामीले क्लोज गर्यो भन्दाखेरि यो त हाम्रो भर्खर स्टार्ट भयो नि त। अब यहाँ स्टार्ट भएको यहाँ क्लोज भयो तर यहाँको स्टार्ट भएको चाहिँ हामीले क्लोज गरेको छैन। यहाँ स्टार्ट भएको चाहिँ यो क्लोज भयो के यो क्लोज भएन त आज हामीले के गर्छ अब रिटर्न के 0 हैन। त्यसै अब हामीले हाम्रो यहाँ स्टार्ट भएको यता हामीले क्लोज गरेको साथीहरु सजिलो साथीहरु हैन। यस्तो भिडियो चाहिन्छ भने च्यानललाई सब्स्क्राइब लाइक गरिदिनु होला हैन। सजिलै सिकाइन्छ साथीहरु।